हेलो गाइज हो आज चाहिँ हामी अहिले कुलीखानीतिर जाँदैछौँ है। अनि हाम्रो के अरे कहाँसम्म रे हाम्रो लोकेसन, हाम्रो अन्तिम लोकेसन हाम्रो मोहनी झरना त्यसपछि हामी आएर बेलुका भयो भने यता भेडा फारम पनि जान सक्छौँ कि जान्छौँ नै होइन। अब त्यो बेलुका भयो भने चाहिँ अब कस्तो बेलुका भएन भने अब 12 बज्यो हजुर है। त्यहाँ पुग्दा 1-2 बज्छ होइन। घुम्ने भए घुमाउँ जानी हो ऱ्याङ्कुट ल्याएको छु ऱ्याङ्कुट सबैलाई सबैलाई त अब हेलो गाइस तपाईहरुलाई स्वागत छ रघु तपाईहरुलाई रघु वाइवाको यो भ्लगमा तपाईहरुलाई स्वागत छ। यहाँ छ कि यहाँ तपाईहरुलाई स्वागत छ यहाँ रघु वाइवाको च्यानल। हेलो गाइजहरु जस्तो आयो त्यस्तै पोस्ट गर्यो। केटाकेटीले आफ्नो रहर पुरा गर्न खोलेको च्यानल सब्स्क्राइब चाहिँ गरिदिनु होला गाइजहरु। म यो क्यामेरा अब समीर वाइबालाई हस्तान्तरण गर्न चाहन्छु गाइज। समीर वाइबा हजुरलाई म यो हस्तान्तरण गर्न चाहन्छु। लाउनुस् थ्यांक यू लाउनुस् अब सँग हात दिनु लाली लाली रोगा खोया फोटो हान्नु मिल्दैन फोटो गाह्रो भन्छ। हजुर यो यस्तो भयो क्या कागहरू यो के भयो भन्दाखेरि अनि यो बल्लीकुर चाहिँ यहाँ दिएर समिकाले त्यो गर्न खोजेको चाहिँ के होला? हाम्रो यो माइक धन्यवाद भन्न चाहन्छु म रघु काकालाई मलाई माइक हस्तान्तरण गरिदिनु भएकोमा। तपाईलाई उता माथिबाट गाइज हामी चाहिँ यहाँ सेरामा आइसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईले हाम्रो गाउँको दृश्य हेर्न सक्नुहुन्छ। उहाँ फेरि पनि क्यामेरामा आउन चाहनुहुन्छ के भन्न चाहनुहुन्छ तपाई? हजुर तपाई के भन्न चाहनुहुन्छ? हामी अहिले के भन्छ त्यहाँ झरनातिर गइरहेको छु। पानी परला जस्तो छ त्यसैले फेरि माइक हस्तान्तरण गर्न चाहन्छु। हामी चाहिँ यस्तो भ्लग बनाउन कोबाट इन्स्पायर भएको भने हामी चाहिँ जङ्गेट ठुलाबाट इन्स्पायर भएको है। फेरि हामी ठुलाबा खतरा भ्लगर हुनुहुन्छ उहाँको च्यानललाई सब्स्क्राइब गरिदिनु होला। गाइजहरु क्यामेरा क्वालिटीलाई चाहिँ इग्नोर गरिदिनु होला। तपाईहरुले सब्स्क्राइब गरिदिनु भयो भने हामी राम्रो इन्कम गर्न सक्यौं भने हामी राम्रो मोबाइल किन्ने छौं हो कि हैन भनिदिनु काका? हामी आइफोन 17 हैन हामी आइफोन 18 नै किन्ने छौं। तपाईहरुले हामीलाई माया साथ सपोर्ट दिनु भयो भने। तर उहाँले यति मेहनत गरेर माइक सबै जोड्नु क्यामेरा सबै जोड्नु भइसकेको छ। हामी त्यो क्यामेराबाट नै अहिले ड्रोन शट गर्ने छौं गाइज। बोका हेर्ने हो गाइज बोका हेर्ने हो बोका अगाडि दौड गाइज बोका यहाँ छ गाइज सरी गाइज यो चाहिँ हाँसोको एउटा पार्ट थियो। यसलाई इग्नोर गरिदिनु होला गाइज। उहाँ मेरो आफ्नै काका हुनुहुन्छ उहाँले त्यस्तो माइन्ड गर्नुहुन्न। हामी काका छोरी भए पनि हामी सास जस्तै छौँ। मलाई सास फेर्न पनि गाह्रो भइसक्यो गाइज। तपाईहरुलाई अब एउटा मिठो तपाईहरुलाई खतरा एउटा मिठो अब एउटा भ्यू देखाउने छु। गाइजहरु त्यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यो बुढाबुढीहरु जेन्जी पुस्ताहरु। अब यहाँहरुको जेन्जी पुस्ता क्यामेरा डान्स गर्नु पर्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले हाम्रो गाउँको दृश्य गाइजहरु।
के भन्न चाहनुहुन्छ सुस्मिता बाइबज्यू? गाइज म यो रघु काकालाई हस्तान्तरण गर्न चाहन्छु। हस् त धन्यवाद उहाँलाई। यो चाहिँ अहिले मैले अब तिनै घारीमा पुरो घारीमा हेर्नु न। ओइ स्पिकर ओइ यो गाइज हाम्रो टिम चाहिँ यता छ हेर्नुहोस्, अगाडि पछाडि पनि आउँदैछ। पुरै रमाइलो गरेर यो गाइज हामी चाहिँ यहाँ आइपुगेछ है कुलीखानीमा। निरज खाबन हुँदा खुम्बा पछाडि खाइ। सो गाइज हामी चाहिँ यहाँ पुगिसकेको छ है कुलीखानीमा। हजुर सुकिया नि भर्खर त्यहाँ पुग्यो खोला। यसपालि खोला ठुलो भएकै छैन कि। हामी अहिले कुलीखानीको ड्याममा आइपुगेका छौँ। अगाडि हाम्रो भतिज हिँडिरहनु भएको छ अनि अगाडि हाम्रो बहिनीहरू छोरीहरू भाइहरू पनि गइरहेछन्। अनि यहाँ चाहिँ हाम्रो पाञ्चा प्रशान्त गोले कलान हुनुहुन्छ, प्रशान्त तामाङ। अनि त्यसपछि खोइ कहाँ गयो, पछाडिको दर्शकहरू आउनु भएको छैन रहेछ। अनि अब पानी पर्छ कि भन्ने पनि छ, किनभने आज चाहिँ मौसमविदले एकदम नै सतर्क भएर गर्नु होला भनेर भन्नुभएको छ। अनि यहाँ हाम्रो एकजना बहिनी पनि आइरहनु भएको छ, चिन्ने नै बहिनी। कताजना लानु भएको हो तपाईँ? ए ल बिस्तारै जानुहोस् है त। हामी यहाँ भ्लगमा छौँ, भोलि युट्युब च्यानलमा हेरिदिनु होला। कुलीखानी चाहिँ अहिले सुकेर हेर्नु न, एकदम सुकेर यो अवस्थामा छ क्या अहिले। यो यसपालि खासै पानी परेन नि त, अब चाहिँ पर्छ भन्ने छ, आशा भन्दा पनि पर्छ नै भनेको छ। परोस्, पानी पर्न चाहिँ क्षति नहोस्, किनभने हाम्रो ठाउँ चाहिँ अलिक डाँडा काँडामा भएको कारणले अलिक डर पनि लाग्छ क्या। अनि डर लाग्छ, त्यही भएर चाहिँ क्षति नहोस् भन्छु म चाहिँ। अहिले मैले क्यामेरा बन्द गरेँ किनभने फेरि जोड दिँदै जान्छु, किनभने अब यो धेरै लङ हुन्छ। मेरो यस्तै छ
पारा मेरो यस्तै छ सार आयो घाटो छोड बेदल गाङ लाडन भगवानपुरे